सबैजनालाई यहाँ चाहिँ कस्तो राम्रो रोमानियामा पनि कृषिहरूको रहेछ अनि हामी चाहिँ यो बाटो लागिरहेको अनि 3 जना मात्रै गाडीमा अनि यहाँ चाहिँ कस्तो हरियाली रहेछ हो यहाँ एउटा ऊ पनि रहेछ क्या पुरा पानीको ताल रहेछ अनि म चाहिँ यसो ब्लग बनाउनुलाई अगाडि बसेको बाटो चाहिँ लाइक नेपालको रहेछ अनि त्यो चाहिँ हामी उसबाट हाइवेबाट भित्र बसेको अर्को पनि ताल रहेछ यहाँनिर कस्तो राम्रो रहेछ यहाँ रोमानियाको ब्युटिफुल प्लेसदेखि हाइवेदेखि भित्र घरहरू रहेछ कस्तो राम्रो धेरै मन पर्यो अनि हामी 3 जना चाहिँ अब बेलुका छुट्टी भएर अनि बेलामा हिँडेको अनि पुरा घुमाउँदै 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 चिनाउँदै यहाँ हाम्रो ब्रोले यताबाट ल्यायो कस्तो राम्रो ब्युटिफुल रहेछ अनि यहाँ चाहिँ पुरा खेतीहरू गर्दो रहेछ अनि यहाँ चाहिँ फ्रेस खानेकुराहरू खान्छ त्यस्तो पिसादी त्यत्रो लगाएको हुँदैन यहाँ चाहिँ हामी चाहिँ पुरा अब पुग्नु भनेको चाहिँ कन्सिस्टेन्टमा चाहिँ अब लाग्छ धेरै त्यही भएर अनि हामी चाहिँ हाइवेको भित्रबाट गाउँबाट छिरेको अनि त्यो रोड चाहिँ धेरै बिजी भएर अनि यताबाट यहाँ चाहिँ सिङ्गल रोड राम्रो लाइक नेपालको जस्तो सिङ्गल रोड गाउँ कस्तो ब्युटिफुल रहेछ ल अर्को पनि ताल हो यहाँ त मसिनो दामी रहेछ अनि आज चाहिँ उहाँले घुमाउँदै ब्युटिफुल हो अनि यो चाहिँ कस्तो राम्रो कस्तो याद उता हाम्रोतिरको जस्तो लाग्यो कस्तो राम्रो बसेर हेर्ने ठाउँ पनि रहेछ क्या यहाँनिर अनि यो चाहिँ आज चाहिँ अब हामी टाइममै हिँडेको भएर अनि गाउँतिरबाटै अब हाइवे छोडेर रोमानियाको भित्र घरहरू घुम्दै घुमाउँदै जाडो महिनामा त्यस्तो मनपर्छ अनि घुमेर यहाँको अब हुन्छ नि यहाँको अब कस्तो सिस्टमहरू छ त्यो साह्रो मनपर्छ क्या घरहरू पनि सानो सानो अनि त्यो सानो हुनुको कारण चाहिँ अब धेरै हिउँ माथि छानामा जमिने अनि त्यो भएर त्यो छानामा जन्मिने भएकोले चाहिँ अनि सानो घर हुन्छ अनि हिउँ पक्रेर झर्छ नि त अब जाडोको सिजन आयो त्यही भएर एकदम म चाहिँ 7 दिनमा यता घर फर्किँदैछु अनि यो चाहिँ सानो सानो पसलहरू रहेछ अनि हामी चाहिँ टर्न गर्नु आँटेको अनि यहाँ चाहिँ फेरि सानो रोड आएको छ लेट्स गो ओ फोन यहाँ पुरा फोन झऱ्यो उहाँको चाहिँ अनि फेरि टिपेर राख्ने My phone, go. No broken, it's one problem. Yeah. My phone, go alone. Not with me. Stay with me, my phone. Yeah. अनि हामी चाहिँ अनि यहाँ चाहिँ एकदम राम्रो लागेको चाहिँ कस्तो भने रुल्सहरू राम्रो गाडीको अनि आफू जितेर नजाने क्या ओभरटेक नगर्ने भरिसक्यो अरूलाई छोडिदिने अनि त्यो भएर साह्रै राम्रो अनि त्यही भएर गाडीको एक्सिडेन्टहरू नहुने अनि राम्रो रोड पनि त्यसो त अब उयो भएर होला तर हामी चाहिँ वान वे बाटो आएको
अनि यहाँ चाहिँ अब हामी अर्को ट्रन लागेर जाँदैछौँ। अब धेरै छ पुग्नु चाहिँ 7 दिन पछाडि गएको आफ्नो कम्पनी। अनि यो चाहिँ हाम्रो कम्पनीको गाडी हो। अनि फेरि उहाँ चाहिँ म्यानेज गर्ने अब काम ड्युटीको म्यानेजहरू गर्नुहुन्छ। उहाँले चाहिँ हामीलाई म्यानेजहरू गरेर काममा यताउता एकदम सजिलो हुन्छ। अनि एकदमै यहाँ चाहिँ गभर्मेन्ट होला। यति बेला चाहिँ अब मौसम चाहिँ कस्तो भने अब यहाँको चिसो भएर यो सबै रुखहरूको पातहरू झर्दो रहेछ। कस्तो राम्रो। हामी चाहिँ अलिक टाइम भएर गाउँभित्रको अब भिलेजहरू घुम्दै अनि हाइवे निस्किन्छ। अब चाहिँ लगभग निस्किन आँट्यो। ओके, सबैजनालाई अब यो चाहिँ मैले यसो के देखाउनु खोजेको भने अब यहाँ चाहिँ अब सबैजना आफ्नो आफ्नो कामबाट फर्केर अनि पुरा बेलुका भएपछि चाहिँ आफ्नो आफ्नो गाडीमा अनि काम हुँदा चाहिँ धेरै गर्ने राम्रो गर्ने अनि जस्तै काम पनि सकिने नपर्ने। अनि अब चाहिँ लगभग हाइवे भेट्न आँट्यो। अब त्यो भएर अब ओके, अब अर्को भिडियोमा भेटौँला।